हेलो एभ्रिवान, झोले नमस्ते साथीहरु, वेलकम बैक टु माई न्यू भिडियो। अनि तपाईहरुलाई मेरो अर्को नयाँ ब्लगमा चाहिँ स्वागत छ है। ब्लग भन्दा पनि त्यस्तो उ त छैन, त्यही पनि स्पेशल आज बुहारीको बर्थडे छ अनि हामी चाहिँ जान लाग्दैछौँ। अब यो अनि हामी चाहिँ यहाँनिर बुहारीको बर्थडेमा जानु भनेर पुरै राति भए पनि हस्याङ र फस्याङ गरेर जाने निदो गऱ्यौँ। भाइले पनि जाउँ भन्न थाल्यो। अनि अब बर्थडेमा जाने सक्यो भने जाने भनिसकेपछि अब गिफ्ट पनि किन्न भ्याइएन, त्यही भएर एउटा केक चाहिँ बोकेर जाउँ भनेर ह्याप्पी बर्थडे बुहारी भनेर लेखेर जान लाग्यौँ। अनि त्यसपछि पुरै अब राति भइसक्यो कि यहाँ चाहिँ प्याकिङ हुँदैछ। अनि आमा छोरा चाहिँ पुरै राति पनि यसरी हल्लिँदै हिँड्दैछौँ। अनि अलिक पर गएपछि हामी भाइसँग जान्छौँ। अनि यहाँ चाहिँ हामी दिदीभाइसँगै गएको क्या। अनि पुरै भाइले भाले निकालो भनेर मैले चाहिँ भाले काट्न लागेको भनेको रहेछ, गरेको चाहिँ पोथी रहेछ। मैले चाहिँ राम्रोसँग अँध्यारोमा याद गरिरहेछु। यहाँ चाहिँ भूत ल्याउने भन्ने कार्यक्रम हुँदैछ, तर यहाँ चाहिँ अलिकति टाउको देखेछ, मैले छोप्छु। अनि हेर्नु न, पुरै कुखुराको पोथीको चाहिँ कति धेरै बोसो क्या। म त पछि पो ल यो त अनि बोसो छ त भन्दैन, अन्डा पनि छ त भनेर म पोथी भनेर फिक्स भएको क्या, नत्र भाले भनेर। अनि यहाँ चाहिँ भाइले यो बफको भुटन भन्छ नि, हौ त्यो भुटन दुँदैछ। अनि यहाँ चाहिँ बाबुले नुन पनि ल्याएर हाल्छ, सरसफाइ गर्दैछ भाइले चाहिँ। पुरै बिचरा सबै भाइले नै गरिरहेछ। मैले जस्ट भिडियो बनाइरहेको छु, म युट्युबमा हाल्छु है भन्दै। हुन त भाइले पनि भिडियोहरू बनाउँछ, भाइको चाहिँ हेमराज मगर ब्लग छ। तर भाइ चाहिँ अब कामको व्यस्तताले पनि भ्याउँदैन क्या, उसले चाहिँ लगाउनलाई बाबुले ल्याएर नुन हालिदियो। अनि कामको व्यस्तताले गर्दा भाइ चाहिँ लगाउन पाउँदैन। अब यता चाहिँ काटकुट हुँदैछ है फेरि। अनि यहाँनिर चाहिँ यो पोलेर एकचोटि सबै पानीमा, तातो पानीमा भुत ल्याएर सफा गरेर अनि यता चाहिँ आगोमा ल्याएर पोलेर कालो देखेको, फेरि कस्तो कालो मासु भन्नु होला नि साथीहरू। ल अब चाहिँ म भोइस ओभर गर्दिनँ है, बन्द गरेँ है त मैले। एङ्ग्री बर्डलाई बोकेमन खुट्टा देखिरह। एङ्ग्री बर्ड अरे एङ्ग्री, केही हुँदैन कि खुट्टा देखेर। बोकेमन मान्छे पनि देखेर नि त। बोकेमन मै रुमाल खोइ त्यही धर। मेथी कता छ बहिनी? मेथी उयो राख न किन्नलाई हो त्यही त भन्नु मासु कोकोराइट Chico. ला भित्र रोइसक्यो एउटा। कोही माइजू भन्दाको कम्बिनेसनहरू। यसमा पानी हाल्दिनु। हाम्रो तपाईँको चक्लेट खाने जमाना गइसक्यो क्या, त्यही भएर धेरै खानु हुन्न। फेरि लिन्छ होला हेर्न त। She's birthday girl. यता हेर त, रे गरेको कम त ऊ देखिरहन्थ्यो। पोहोरतिर नयाँमा झोरले भनेको पुरै मच्चिँदै हल्लेर देखेको खुट्टा जिको है खुट्टा। यो चाहिँ केक काट्नुपर्छ रातो, साइडमा रातो। गिफ्ट
हात हटाउ न वाउ अरे अमै निर्मल कसरी राख्ने रे फेरि भन्दै त यस्तै के साह्रो लाइट टल्क्यो माइज 72 years old One to 20 अघि अस्ति मेरोमा चाहिँ 2 9 20 भनेको थियो मेरो Day to you. उल्टो Happy birthday to you. Happy birthday dear Rosma. बोला न हौ Happy birthday to you. वै अलिअलि रिल्स बनाउनु नि हौ यस्तो उडाको बेला आफ्नै आफ्नै तालमा बिन्दास छन् त्यहाँ ऊ भुइँमा एकजना बिन्दास ए नगर न ताली ये सकिसक्यो केक काटौँ गाइज सक्यो ल लु के काटा 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 आम्मा के गरेको बुइनी लु र दाइ ओइ छि याना बर्थडेको ठुली छोरीको अनुहार लु काटौँ काटौँ ह्याप्पी बर्थडे भन है बोल्दैन Happy birthday to you. Happy birthday to you. Happy birthday dear Maiju. Happy birthday to you. सानोको एक्साइटेड छैन बडी मैले सबै त नकाट्नु न हौ के गर्ने याद म फ्लावर काटौँ काटौँ भक्क भक्क पारे मलाई फ्लावर है बाबालाई पहिला मम्मीलाई दिन्छु म ल बाबालाई खुवाइदेऊ खुवाइदे त अलिकति जस्सा पारेर मुखमा ट्वाक्क पारेर अलि तल जा न भिडियो बनाऊ है नगर्नु नि त्यस्तो ममको बर्थडेमा हाउडे बर्थडे भइदिएर छोला है छोला मैले ममको बर्थडेमा हाउडे बर्थडे बुढीको बर्थडेमा अनुहार ओ म त धुवाले मार हो निर्मल हेर्न मारेर फुपूलाई कति धेरै ज्ञानी भएको त हौ हेर्न त नि खोइ अलिअलि त लाउनै पर्छ क्या आज बर्थडेको दिन लु लु टिका यो ल यो चाहिँ मेरो भाग हौ भान्जा होइन नि उता खाऊँ त उता उता केक त मिठो छ ओ केक त कस्तो मिठो है ए देऊ त मैले देऊ ल लु यहाँ त नि कति ज्ञानी भएको त नि पहिला बाबालाई रे त्यसपछि फुपूलाई रे अनि दादालाई थ्याङ्क यू कस्तो मिठो हो यो त गरिँदैन छोरी छोरा छोरा बोलीलाई दिन्छ बोलीलाई बोइनलाई नगर्देऊ नगर्देऊ हेना यम्मी मिठो मम्मीलाई आम्मा
ह्यापी बर्थडे भन्नु अघि कतिचोटि बोलाउनु गइसक्यो भाइ ह्यापी बर्थडे भन्नु भयो भयो ओहो ओहो मेरो छोरी भयो केक काट्ने भएछ त नि ला ला मम्मी केक काट्ने कार्यक्रम फिनिस ए लु खोल्ने होइन पो चामल पकाउन अरे बिर्सेछु झरेर नि त्यो चामल भित्र परेको कि यो कुन चाहिँ चामल आउँदो रहेछ खान्छ लिएर आएको 1 किलो रे बोरा ल्याएको 1 किलो चामल फ्री आउँदो रहेछ ए ल हेर्नुहोस् अब अर्ग्यानिक चुलामा पकाएको यो कुकुर किन यस्तो हुन्छ गरे अरे कुकुर किन तर्से गरे अरे के चाहिँ दलुस बिचरा के बच्चे छ नि त ए हामी त ढिलो भयो क्या त्यही पनि यति बेला मान्छेहरू धारामा ओहो नआएको भए चाहिँ के हुन्थ्यो नि नआएको भए चाहिँ के हुन्थ्यो नि चामलमा पाएको सराप चाहिँ थुक्क आफ्नै दिदीलाई सराप छ नि त कसैले धारामा पानीमा के भन्छ अरे आइरहेछ यति बेला रातभरि यो चामल पाएको हो रोसमा सानो सानो चामल भित्र थियो ए 4टा 3टा अनि यसपालि चामलमा चाहिँ 1 किलो चामल आएछ कुन आज भनेको कुन चाहिँ चामल रहेछ हौ लामो लामो चामल होइन हौ बाहिरको ठुलो चाहिँ ओमकारा भन्ने थियो बिरयानी दामी हुन्छ नि मासु यस्तो राम्रो परिवार भन्ने हुँदो रहेछ है के गरेकोलाई भान्जालाई के एयरपोर्ट भनेको हौ फेरि मम्मीले भनेको थियो एयरपोर्ट भुइँमै लडे झन्डै धन्दाले हात राखिहाल्यो भान्जा अन्डा खान्छ अरे यहाँ यता बस्छ न यता 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 मम्मीले पसिनु हुँदैछ क्या हे भनेकै मान्दैन यति खान्छ भन्दैन मान्छे यति खानुहुन्छ म त यता छु त हौ गाइज यहाँ कति खाने छोरी कति खाने मैले कति बिर्सिन्छ त्यति डेरी छानिन्छु मम्मी भइहाल्यो नि पोथी भयो भने कत्रो कत्रो है भाले नि गिरिराजको हो कि लोकल पनि हौ कहाँबाट आउँदा ए कोही चाहिँ उता पुगेर कराउनु थालिसक्यो चल्ला लिएको थियो त्यति बेला खोइ मौसम त खतरा दामी भयो सो गाइज यो चाहिँ भोलिपल्ट बिहान हामी फर्किने बेलामा यहाँ चाहिँ राजमा टिप्नु गएको अनि त्यसपछि यता चाहिँ यो केलाएर मतलब यो कोसा चाहिँ मैले चुडेर लिएर आउँछु यतै देख्न सक्नुहुन्छ है त मैले चाहिँ साउना गएर भोइस ओभर गर्छु ल एक भारी नै भयो तरकारी पनि आम्मामा हजुर मैले त सकेँ प्लास्टिकमा हाल्न लागि
यसको यो खायो भने चाहिँ खोइ के औषधि हुन्छ अरे हौ यो हलाले खोइ के को भन्थ्यो पाइल्सको चाहिँ हो भनेपछि मैले पो खानुपर्ने रहेछ तर मलाई त्यस्तो साह्रो चाहिँ भइगयो छैन पाइल्स अनि उता के भएर पहेँलो भएको त्यो मकै बाबु चाहिँ ऊ माथि माइजी भान्जा चाहिँ त्यहाँ आल्जा टिप्न गएको छन् आल्जा टिप्ने मान्छेको हालत टुङ 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 साहुर तर राम्रो देखिएन के मम्मी फर्किँदैछु म अनि हिजो पुऱ्याउँदा चाहिँ के जान्छ त खोइ जङ्गलमा हिजोको मोटे सो गाइज हामी चाहिँ उताबाट आइसक्यौँ भाइकोबाट अनि बाबु चाहिँ स्कुल जानलाई रेडी भइसक्यो अझै बाँकी नै छ टाईहरू लगाउनलाई अनि त्यसपछि अनि अब हाम्रो भिडियो चाहिँ यति नै यस्तै भयो तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो बुहारीको बर्थडेको अनि मैले चाहिँ 2 दिन गरेर भिडियो बनाएँ होइन जाने दिन बेलुका बनाएँ अलिकति अनि त्यसपछि अब उहाँ गएर पनि हामीले पुरै राति 9 बजे राति पुगेर भयो भने कुखुराको पोथी काटेर खाएर अनि फेरि भोलिपल्ट बिहान आल्सा टिपेर तरकारीहरू बोकेर आयौँ हामी चाहिँ अब यति भन्दै आजको भिडियोबाट चाहिँ बाई बाई ह्याभ अ गुड डे।